आएको सुन्तला स्टोर। हामीले करिब यो सुन्तला यो वर्ष हामीले 65,000 केजी जति हामीले काठमाडौँ। यसको हाइट चाहिँ 3023 छ यो ठाउँको। 34 रोपनी जग्गाहरू छ उहाँहरूको एरियामा। उहाँहरू चाहिँ सबैको सर है त हाम्रो है साथीहरू कस्तो छ त हेर्नु होला है यो हतपत पाइँदैन अनि एकदमै यो निस्केको है मम्मीलाई छोडी। गुड मर्निङ साथीहरू। आज चाहिँ बिहानै उठेर रेडी पनि भइसक्यो गाडी आज झर्दैछौँ नि त अनि त्यही भएर रेडीसेडी भएर बिहानै खाजापिनाको लागि तयारी हुँदैछौँ भने रुगामार्गी पनि लागिसकेको छ चिसो लागेको छ होइन अनि एकदमै चिसो मौसम छ यसरी अब एकछिनमा चाहिँ घाम लाग्छ अनि हामी भित्र चाहिँ को छौँ त हेर्नु है त हामी रेडीसेडी भएर हामी जानेछौँ है त बिस्तारै जाने बेला उसिनेको आलु खाँदै है त हामी चाहिँ अहिले चाहिँ हामी सबै रेडी भएर पनि अब जानेको लागि तम तयार भएको छौँ अनि ऊ चाहिँ हाम्रो बिदाई हुन आँटेको छ घरबाट चाहिँ बुवा चाहिँ माथि निस्किनु भएको छ अनि मम्मी चाहिँ यहाँ हुनुहुन्छ ट्याक्सी पनि आइसकेको छ अनि हामी जानेछौँ है त यसरी घरहरू यसरी छ अब चोलु खुम्बु लाए फेरि पनि यसरी यता घरलाई बाहिर गर्दैछौँ है त माया ल ल ल ल ल ल ल अब चाहिँ हामी छुट्दैछौँ है त ल ल मजाले बस्नु मम्मी ल मजाले बस्नु मम्मी जानु सुख शान्तिले जानु हुन्छ ल ल मम्मी चाहिँ तल हुनुहुन्छ अब चाहिँ हामी लाग्यौँ है यसरी हामी सबैजना गाडी भएकोमा आइपुगिसक्यौँ र यहाँबाट देखिने भ्यूहरू यस्तो छ हाम्रो डाँडा काँडा घर गाउँहरू यसरी देखिन्छ भने यहाँबाट अनि यहाँबाट चाहिँ यसरी हेर्दै हुनुहुन्छ घर अनि मम्मीलाई घरबाट निस्किएको बस्नु मन त छ नि अब बसेर नहुने यस्तै छ निस्किएको है मम्मीलाई छोडिराखेर धुमा तम्चु खेसु पक्यामे बुझ्यो यो तबला खाइके अब हामी कता हाम्रो गाउँको त हामी गाउँघरबाट लाग्यौँ है त अगाडि अनि गाउँघरको बाटो चाहिँ यस्तो छ किनभने अहिलेसम्म पिच आगेको छैन गाउँमा चाहिँ अनि त्यही भएर बाटो यस्तो हुँदै हामी लाग्यौँ अगाडि अनि यसरी देख्न सक्नुहुन्छ बाटोहरू। अहिले चाहिँ हामी गाडी बिसाएर यसरी बसिरहेको छौँ है गाडीले माथि नि त अनि एकदम बाहिर बसिरहेको छौँ अनि आज चाहिँ हामी घरबाट सल्लेरी जिल्लासम्म जान्छौँ र आज त्यहीँ बस्नेछौँ अनि भोलि फेरि उठिकन अर्को गाडीमा डाइरेक्ट झापा आउनेछौँ है त अहिले चाहिँ यसरी भइरहेको छ। म चाहिँ यहाँ रेस्ट गरिरहेको छु अनि रुगामार्गी पनि लागेको छ चिसो लागेको छ नि त म बसिरहेको छु टाउको दुखिरहेको छ टाउको दुखेको हो कि आँखा दुखेको आँखा अलिकति कमजोर छ नि त त्यही भएर तपाईँहरू कतिजनाले अगाडितिर पनि ग्लासेस चस्माहरू लगाएको देखिराख्नु भएको छ होला आँखा कमजोर छ त्यही भएर है त। अहिले चाहिँ हामी खाजा खानुको लागि यसरी बसिरहेको छौँ है त अनि एरिया चाहिँ यस्तो छ होटलको हाम्रो चाहिँ अहिले यस्तो बसाइ भइरहेको छ है भने म चाहिँ यहाँ छु साथीहरू अनि तपाईँहरूलाई मैले भनेको छुइनँ होला यहाँ तपाईँहरू भाषा बुझ्दै हुनुहुन्छ छैन होला तर उहाँहरू चाहिँ खालिङ भाषा बोल्दै हुनुहुन्छ अनि खाजामा चाहिँ मैले सुक्खा रोटी अनि चना अनि तातो सुप ल्याएको छु अनि एकदमै मिठो थियो त्यहाँबाट हामी अगाडि लाग्यौँ है त। अहिले चाहिँ हामी सिलगढी डाँडाको गोठ स्टे भन्ने ठाउँमा आएको छौँ कस्तो छ त हेरौँ है त। सुन्तलाको के हो यहाँ चाहिँ तल अब काकोबाट आएको सुन्तला स्टोर स्टोर हो यो चाहिँ कहाँ लगिन्छ सुन्तला ए ए ला सरी जय मिसी जय मिसी जय मिसी सुन्दरको बाबा ए हो र ए बिर्सेको पहिला हामी सुरुमा चियाको लागि बारे बजारको ए अब चाहिँ झन् अहिले चाहिँ हाम्रो सुन्तलाहरू यहाँ जम्मा भइरहेको छ भने यहाँको बारेमा केही हाम्रो अङ्कलले भन्नुहुनेछ। हजुर धन्यवाद मेरो नाम डबल सिंह राई यो सुन्तला चाहिँ
हामीले 2 वर्ष अगाडि यो मापेदुक्कोसी गाउँपालिकाको चाहिँ यो गोट स्टे पालिकाको र मेरो आफ्नो उसमा चाहिँ आफ्नो पनि साझेदारी जस्तै तर बजेट चाहिँ तर यो हामीले गोट स्टे बनाएको छौँ। त्यो बेलाको प्रपोजल हाम्रो सिङ्गो मापेदुक्कोसी गाउँपालिकाको चाहिँ भएको उत्पादन थोकहरू चाहिँ हामीले यहाँबाट खपत गर्ने भन्ने उद्देश्यले हामीले यो सिनाई गोट स्टे हामीले निर्माण गरेका छौँ। अब यो लक्ष्य भनेको पहिल्यै हो भारततिर जाँदाखेरि यो ठाउँमा अलिकति केही एउटा होटल चलाउँदा राम्रो हुन्छ भन्ने एउटा विजन दर्शन भएर यो काम सुरु गरिएको। अहिले हामीले करिब यो सुन्तला यो वर्ष हामीले 65,000 केजी जति हामीले काठमाडौँ भनौँ न अब सेल गरिसकेको छौँ। यो मापेदुक्कोसी वडा नम्बर 5 पर्छ, सोलुखुम्बु जिल्लाको मापेदुक्कोसी वडा नम्बर 5। यसको हाइट चाहिँ 3023 छ यो ठाउँको। अब यहाँ अब नयाँ वर्ष लाग्न लाग्यो, फागुनबाट उता यो सबै गुराँसहरू यो फुल्छ अनि यो होटलहरू यस्तै छ। हामीसँग 20 जनाको चाहिँ यहाँ रुमहरू क्षमता छ। खाने थोकहरू चाहिँ हामीले चाहिँ अर्ग्यानिक जुन यो मापेमा उत्पादन हुन्छ, सल्लेरीमा उत्पादन, यहाँ जे उत्पादन हुन्छ त्यो चाहिँ हामीले अर्ग्यानिक खानाहरू हामी दिने गरेका छौँ। अनि अब यो चाहिँ एउटा विशेष यसको नाम चाहिँ सिलगुडी भन्छ। मापेदुक्कोसी गाउँपालिकाको सबैभन्दा हाइट राजनाङ्गे सिलगुडी चाहिँ यो हाइट ठाउँ छ। अनि अब अहिले हामीले करिब यो होटल सुरु गरेको 2 वर्ष हुँदैछ। हजुर सोलुखुम्बु सिलगढी डाँडाबाट छेउमा पर्छ। यहाँको बारेमा पनि अङ्कलले भनिसक्नुभयो। अनि यहाँ चाहिँ यसरी भइरहेको छ। अनि यहाँको के कस्तो छ त सिनहरू, अनि यहाँभित्र के कस्तो छ, स्टेहरू कस्तो छ त हामी तपाईँहरूले देखाउनेछौँ। सबैजनाले फर्स्टबाट लास्टसम्म हेर्नु होला है त। अब चाहिँ हामी गोट स्टे, अब चाहिँ हामी भित्र छिर्यौँ है त। कहिले अर्पणा भेट्ने भेटिन्छ यहाँ त। यहाँ चाहिँ हुनुहुन्छ बहिनीहरू। यहाँ चाहिँ यस्तो छ है, बस्ने ठाउँहरू यसरी छ, देख्न सक्नुहुन्छ। यो त अनि यस्तो छ नि। नमस्कार दर्शक, सोझै मसी देलमे हामी गोट स्टेमा आयौँ। देलमेको भलकमा हामी पनि आउँदैछौँ। दिस इज मी हेमन्त राई, थ्याङ्क यू। हाम्रो नेपाली टिचर हाम्रो तुलसी सर हुनुहुन्छ। तुलसी सर गुरु र चेला भेट भएका छौँ, अत्यन्त खुसी। लगभग 6 वर्ष पछाडिको हाम्रो भेटघाटमा हामी यो सिनाई गोट स्टेमा छौँ होइन। केही समयपछि हामी सल्लेरी जान्छौँ। सँगै भयो, धेरै खुसी लागिरहेछ हाम्रो सरहरूसँग भेटेर, धेरै रमाइलो भइरहेछ है। जम्मा पुरै गुराँस रोप्नु भएको रहेछ। 34 रोपनी 34 रोपनी जग्गाहरू छ उहाँहरूको एरियामा। अगाडि जाउँ एकछिन, के कस्तो छ त। एकदमै गुराँसको बोटहरू रोप्नु भएको छ। गुराँस फुल्ने टाइममा चाहिँ एकदमै रमाइलो झन्। अहिले त त्यसै रमाइलो झन्। वास्तवमा सुन्दर परिवेश हेर्नका निम्ति हामी वैशाखको पहिलो हप्तामा चाहिँ आयौँ भने साँच्चै यो डाँडो कस्तो रहेछ र प्रकृतिले कति अपार सम्पत्तिहरू दिएको रहेछ त्यो हामी थाहा पाउनेछौँ। यो चाहिँ सबै पर्यटकका लागि आकर्षकको यो विषयवस्तु बनेको छ। यो वास्तवमा कृत्रिम होइन, यो प्राकृतिक नै हो। बस्नु मिल्छ सर? के हो यो, खासमा घोडा हो? यो बाँसको जरा। हजुर। अनि यो एक किसिमको यस्तो रहेछ। अनि त्यहाँबाट सबैले चाहिँ अब यस्तो गर्ने अनि यस्तो टक्क गर्ने अनि फोटो खिच्ने। अनि हट घोडा हट फोटो पनि भइगयो है। अब जाने होइन त झापा, पास्थर, सोलुखुम्बु, धनकुटा, त्यही पनि केमा बाइक स्कुटी, लेडिजको स्कुटी हो भने जेन्ट्सको बाइक। र यो चाहिँ नेचुरल बाँसले बनेको, बाँसको जराले बनेको बाइक हो है साथीहरू। कस्तो छ त हेर्नु होला है।
यो हतपत पाइँदैन अनि एकदमै यो चाहिँ के भन्छ सर पाउनु गाह्रो नै छ है। यो चाहिँ रुमहरू हो र रुममा चाहिँ 20 जना जति अटाउनु हुन्छ पनि भन्नुभएको छ, 20 भन्दा धेरै पनि भन्नुभएको छ होला। सो यसरी चाहिँ रुमहरू चाहिँ भने होमस्टे चाहिँ यता छ है त। अनि एकदमै गुराँस रोप्नु भएको छ अनि गुराँस फुलेको बेला त झन् यहाँ त कति रमाइलो कति वाउ हुने रहेछ है त साथीहरू। अनि डाँडामा छ एकदम चिसो हावा आइरहेको छ अनि यहाँबाट देखेको सिन म तपाईँहरूलाई देखाउन एकदमै हुस्से आइरहेको छ नि त। पहाडहरू मुनि यस्तो छ है त। अब चाहिँ म भित्र लागेँ चिया खानु। हामीले चाहिँ चिनाई गोठ स्टेबाट चाहिँ चियाहरू खाएर पनि अब हामी यहाँबाट चाहिँ लाग्नेछौँ अनि यहाँबाट चाहिँ देखिने भ्यू चाहिँ हिमालहरू एभरेस्टहरू एकदमै राम्रो देखिन्छ अनि एकदमै हुन्छ नि राम्रो ठाउँमा बनाउनु भएको छ क्या एकदमै है। अनि बुझिसक्नु होला त भिडियोहरू देखेर नै मैले भन्नु नजाने पनि। अनि तर आज चाहिँ यसरी हुस्से बादल आएको कारणले गर्दाखेरि देखिएको छैन तर यहाँबाट चाहिँ सबै देखिन्छ है त। अनि यहाँ यसरी छ अनि यहाँबाट चाहिँ अब हामी लाग्यौँ है त साथीहरू, लाग्यौँ है। ल बहिनी बस्नुहोस् ल, हस् हुन्छ हस् हुन्छ। ल अङ्कल लाग्यौँ ल हामी, हस् हुन्छ हस् हुन्छ धन्यवाद अङ्कल। लाग्यौँ है धेरै सल्लेरी लाग्यौँ है हामी सबैजना सल्लेरीतिर। सल्लेरी जाँदैछौँ त्यसपछि मोमो खाँदैछौँ। हाम्रो बाध्यता हो प्रकृतिले सुन्दर यो गोठ स्टेबाट हामी सल्लेरीतर्फ जाँदैछौँ। हाम्रो साह्रै रमाइलो गुरु हुनुहुन्छ। अब सायद यात्राको क्रममा यति रमाइलो हँसिलो गुरुहरू कमै पाइन्छ। यतिको रमाइलो गुरु चाहिँ लगभग हाम्रै घरै भित्रको गुरुजी हो फेरि। कहीँ देखेको पनि छैन, देख्नु पनि नपरोस्। उहाँलाई धेरै गाडीवालाले साहुहरूले मलाई पनि सहयोग गर्नुहोस् भन्नुभयो तर उहाँ हाम्रो मायाले जानु भएको छैन, उहाँको बाध्यता हो। हजुर सर, मेरो नेपाली टिचर मेरो गुरु हजुर। उहाँहरू चाहिँ सबैको सर है त हाम्रो त सर। हाम्रो सरको नाम भनिदिनुहोस् न। मेरो नाम तुलसीराम बास्तोला हो। घर चाहिँ नेचा सल्यान गाउँपालिका वडा नम्बर 3 पर्छ। तर म आफ्नो नेचा जन्मथलो भए पनि कर्मथलो मापे दुधकोशी गाउँपालिका वडा नम्बर 4 लुस्कु भएकोले मलाई लुस्कुको धेरै माया लाग्छ। अहिले जति पनि गाडीमा छौँ मेरो विद्यार्थीहरूसँग छु म, त्यसैले आफ्ना चेलाहरूसँग सँगसँगै हिँड्न पाउँदा म अत्यन्त खुसी पनि छु र मैले सारा आफ्नो जीवनका अनुभूतिहरू यी क्षणहरू चाहिँ मन मस्तिष्कमा सजाइरहनेछु। सायद कुनै दिन यो गाउँ छोडेर म टाढा गए पनि उहाँहरूलाई र त्यो ठाउँलाई म भुल्न सक्दिनँ। धन्यवाद। हामी सल्लेरीमा आएर बसिरहेको छु बजारहरू घुम्दै। सल्लेरी बजार मास्क अहिलेसम्म लगाएर आएनौँ नि किन गाउँघरमा कहाँ मास्क पाउनु होइन। अनि अहिले सल्लेरीमा आएर मास्क किनेर है अब चाहिँ लगाउँदैछौँ। यस्तो छ गाइज। अनि सल्लेरीको यो लास्ट भाग है। यहाँहरूलाई के कस्तो लाग्यो त अहिलेसम्म मेरो भिडियो भ्लगहरू हेरेर चाहिँ कमेन्ट गर्नुहोला। अनि जतिजनाले अहिलेसम्म हेरिदिनु भयो थ्याङ्क यू सो मच एभ्री वान। अनि आजलाई चाहिँ यति नै भन्दै नेक्स्ट अर्को न्यू भ्लगमा भेट्ने नै छ। यहाँहरू सबैजनालाई बाई बाई। थ्याङ्क्स फर वाचिङ एभ्री वान।